हेलो 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 जय मसी सम्पूर्णमा है। अहिले हामी चाहिँ यात्राको क्रममा छौँ। अहिले हामी घरदेखि लगभग कति हिँड्यौँ भन्दाखेरि 600 किलोमिटर हिँड्यौँ अनि लगत्तै हामी आज भैरी जानेछौँ है। हामी 2-3 जनाको यात्रा छ यहाँनिर। त्यहाँनिर गएर विभिन्न तपाईँहरूलाई त्यहाँको दृश्यहरू देखाउनेछौँ। तपाईँहरूको माझमा हाम्रो अगाडि लाग्नु भएको छ चुकीराम भट्टराई हजुर। भन्नुहोस् त यस्तो दाउरो भेटाएर चाहिँ बोलाउँदैन। हामी हिँडिरहेका छौँ। यस्तो छ बाटो अनि यता हुनुहुन्छ हाम्रो अङ्कलजी अनि त्यसपछि यस्तै छ क्यामेरा देखाउने छौँ आज हाम्रो यो हजुर आज हाम्रो यो यता गोरुहरू छन् देख्न सक्नुहुन्छ तपाईँहरू। अनि काँठा भाँचिने उकालो भनेर यही चिनिने रहेछ कि काँठी हो। गाह्रो छ गाह्रो। सबैजनाले हेरेर साथ सपोर्ट दिन नभुल्नु होला। हामी चाहिँ धेरै अप्ठ्यारोतिर छौँ। यता यो बाटो हो गाह्रो छ यो बाटो। यता काका भतिज यता हुनुहुन्छ म चाहिँ यता ल एकदम गाह्रो भइरहेको हिँड्नलाई। ओ माथि हो र यो तल देखियो होला र ल त ल गाँठा भान्ने भए भाँच्छौँ कोही बात नहीं। चलो भाइ आइए धुइरो रहेछ यहाँनिर। धुइरो पनि सहेर भोग निज सहेर उहाँको हाँसे पनि बन्द भइसक्यो अरे। सपोर्ट गरौँ है गाइस सपोर्ट। यता दाउरो के गर्ने हाम्रो गाउँले जिन्दगीले त दाउरो मात्रै देख्छौँ अरू त देख्दैनौँ। यही छ हाम्रो हिँडाइ डुलाइ यस्तै चलिरहेको छ हाम्रो भ्रमण कार्यक्रम होइन। ल है त हिँडौँ गाइज। सागसब्जी जाने बाटो कता हो थाहा पनि छैन यार। यतै होला टिमिर रहेछ यार यहाँ। ओइ बाटै छैन कि आयो त्यही त उताबाट बन्द गरेर नि अब 8 महिना उता बन्द हार ए ल केही छैन। हामी यतैदेखि भए पनि एकचोटि जाउँ न। हाम्रो हामी भैरी जाने रोडमा हामी आइसकेका छौँ है। तपाईँहरूले देख्न सक्नुहुनेछ यो पक्की गरेको रहेछ। यता चाहिँ अहिले दुर्गमै हो भनौँ दुर्गम ठाउँमा आइरहेका छ है त। टक्क यता दिपक अनि अङ्कलहरू हुनुहुन्छ। आज के कस्तो फिल भइरहा। दिपकले त आज एकदमै हिँड्न परेर लास्टै गाह्रो भए। अब भोक पनि लाग्यो भन्दै थियो। अनि गाइज के कस्तो लाग्छ यताको भ्यू यस्तै छ। अनि ओ नाउ यता त के देख्नु पर्ला। हेलो भैया खासै देखेन नि मङ्की देख्यो नि त अगाडि मङ्की यस्तो छ है। यता जाँदैछौँ हामी। बाँदरन खेल्न ला यार केटो के हो यार।
सब जगह इधर ऊपरी हमें बाँदर कहाँ दिन्छ तँलाई छोप्न। आजको यात्रामा कस्तो अनुभव भयो त बताइदिनुहोस् न। लास्टै थकान भयो है, थकानको महसुस भयो। अनि यस्तो भिड पाखामा आएर हामीलाई यसो घुम्न केही जरुरत थियो त, तर हामीले घुम्ने एकदमै इच्छा भयो। भिडियो गर्न पनि डर डर जस्तो लागिरहेको, लास्टै गाह्रो छ हो। यताको भूभाग चाहिँ यो जाजरकोटको भूभाग हो, यता चाहिँ दैलेख पर्छ है। अनि यहाँनिर धेरै विभिन्न ठाउँका डाँडा काँडाहरू देख्न पाइयो। अलिअलि मनमा खुसी पनि लागिरहेको र साथसाथै डर पनि लागिरहेको यो पाखादेखि। यार के कस्तो बुझ्नै सकेको छैन है। साथमा यता यस्तो छ कि यता चाहिँ यो गाउँ हो। त्यति क्यामेरा यो गाउँ हो। अनि पोखरा भन्छ, अनि पोखरा त होइन पोखरा ल हुन्छ। तपाईँहरूलाई देखाउँदै गरौँला अनि के जस्तो हुन्छ। ओके हेर्दै गर्नु होला है त। गाइज हामी जुन ठाउँमा भनेका थियौँ त्यो ठाउँमा पुग्यौँ। यस्तो घरहरू रहेछ अनि मानिसहरू पनि बस्दा रहेछन् यस्तो। अनि यहाँ सुसुना हामी आउने चाहिँ हाम्रो उद्देश्य यही हो। यहीँसम्म पुग्यौँ ल। तपाईँहरू हेर्दै गर्नु होला अनि के कस्तो लाग्छ लाइक अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै आजको लागि यति नै भिडियो मेरो तर्फबाट।